हेलो साथीहरु, वेलकम टु माई भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म यतिकै बस्नुभन्दा भिडियो गरौँ न भनेर म भिडियो गराइरहेको छु। यतिकै बस्नुभन्दा बरु केही भिडियो गरौँ भनेर अनि म चाहिँ किचनमा गएँ खाना बनाउनलाई। यो चाहिँ मेरो किचन हो, मैले देखाइरहेको छु। हाम्रो किचन चाहिँ यस्तो छ, सबैजनाले हेरिदिनु होला। त्यसपछि म करेसाबारीमा गएँ। यो चाहिँ हाम्रो बारी अनि यसमा चाहिँ फर्सी अनि लौका अनि कुबिन्दो खरबुजा सबै छ। मैले देखाएको चाहिँ खरबुजा हो। यो चाहिँ फुलेछ, फलेको चाहिँ छैन। फुले सबै एकै ठाउँमा भएर पनि होला नफलेको। अनि एउटा सानो फर्सी पनि फले रहेछ। अनि यो चाहिँ हाम्रो बेसारबारी अनि यहाँ चाहिँ सबै खेतहरू रोपिसके सबैजनाले। एउटा दुईटाको मात्रै छ रोप्नु बाँकी, अरूको चाहिँ सबै रोपेर भ्याइसके। अनि म चाहिँ बेसार देखाइरहेको थिएँ कि बेसार चाहिँ अहिले राम्रो भयो, पानी पनि परिराखेरमा होला। अहिले चाहिँ राम्रो भयो बेसारको बोट देखाइरहेको छु मैले चाहिँ। अनि त्यसपछि त्यतिकै बस्नुभन्दा भनेर यत्तिकै आजको मौसम चाहिँ शीतलो थियो। त्यसपछि म घाँस काट्न जान्छु पो भनेर घाँस काट्न गएँ। घाँस काट्न गएको, घाँस काट्न सकिएला त के गर्मीले एक मुठी काट्यो बस्यो, एक मुठी काट्यो बस्यो। अनि यो चाहिँ भिडियो गराउँदै बसिरहेको थिएँ। अनि अरिया देखाएँ, पन्जा देखाएँ, पन्जा र अरियाले पन्जा लाएर चाहिँ घाँस काट्छौँ हामी। त्यसपछि राति भइसकेको थियो। म चाहिँ घर आएँ, घर आएर भिडियो गराएँ। अनि मेरो भिडियो कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। बाई बाई साथीहरू।